नमस्ते 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 यो अग्निनेत्र उपकरण कसरी चलाउने भनेर यहाँलाई सिकाउँदैछु आज। यो एबिसी मल्टिपर्पज टाइपको 2 केजीको अनि एबिसी मल्टिपर्पज टाइपको यो 9 केजीको अनि CO2 ग्यास टाइपको यो 4.5 केजीको। अब हजुरको के छ भने यो नर्मली अब चलाउनतिरै जाउँ। अब इमर्जेन्सी पऱ्यो भने यसमा चाहिँ पाइप हुँदैन, सानो यो नोजल मात्र हुन्छ। अनि मेन यो पिनलाई तान्ने हो। पिनलाई तान्नलाई केले डिस्टर्ब गर्यो, यसले डिस्टर्ब गर्यो। यसले बाँधेको छ भने चाहिँ यसलाई टक्क ब्रेक गर्ने, तान्ने खुस्किन्छ। त्यसपछि यो पिन तान्नेपछि यो ब्लू कलरको आफै तल झर्छ या झारेपछि मानिलिउँ 2 मिटर आगो जहाँ लागेको छ त्यसको 2 मिटर वर बस्ने। जस्तै यो फुलको दानीसम्म आगो लागेको छ भने फुलदानीसम्म निशाना लाउँदाखेरि यहाँबाट चाहिँ तपाईँको यस्तो रेडियर ट्याक्कै थिचेर त्यो फुलदानीको बेसमा हान्ने अनि यसरी लेफ्ट राइट यसरी घुमाउने। यसरी घुमायो भने अनि तपाईँको जान्छ। अब आगो लागिरहेकै छ भने झरर घुमाउने अनि परसम्म दायाँ बायाँ लागेको छ भने दायाँ बायाँ यसो निशाना लाउँदै थिच्ने। आगो निभ्यो भने छोडिदिने, रोकिन्छ। अनि यो वान टाइम युज हुने हो। तपाईँको आगो सानो छ, यो निभाइदिनु भयो, आगो निभ्यो। तर यो फेरि नेक्स्ट टाइम युज गर्छु भनेर चाहिँ हुँदैन। यो चाहिँ एक्चुअली छास्स गर्नु भएपछि फेरि अगेन युज गर्न मिल्दैन। अनि यो चाहिँ मल्टिपर्पज टाइपको यो काठ, कपडा, कागज, प्लास्टिक, रबर, एलपिजी ग्यास, त्यसपछि विभिन्न केमिकलमा लागेको आगो, इलेक्ट्रिक सर्ट सबैले काम गर्छ। यसले चाहिँ यो दुईटाले यो चाहिँ बीसी टाइपको यो देखाइरहेको छ, बीसी टाइपको। अनि इलेक्ट्रिक यो चाहिँ अब बीसी बी भन्नाले केरोसिन, पेट्रोल एक्सेट्रा भयो, आइलहरू इन्धनहरूमा लागेको आगो हो। सी भनेको चाहिँ एलपिजी ग्यासहरूमा लागेको आगो भयो। अनि यो इलेक्ट्रिक भनेको चाहिँ अब विभिन्न इलेक्ट्रिक सर्टहरू भयो भने ब्याट्री सेटिङमा लागेको आगोलाई काम गर्छ यसले चाहिँ। यो चाहिँ अब तपाईँको सानो आगो छ भने यसलाई छस्स गरेर अनि पछि यसलाई चाहिँ तपाईँको यो पावरफुल हुन्छ। पानीले ननिप्ने आगो चाहिँ यसले निभाउँछ भनेर सोचौँ साधारणत है। काठ, कपडा, कागज, प्लास्टिक, रबरमा लागेको आगो त पानीले सजिलोसँग निभाउँछ। तर एलपिजी ग्यासमा लागेको आगो अनि तपाईँको केमिकलमा लागेको आगो, पेट्रोलहरूमा विभिन्नमा लागेको आगो चाहिँ पानीले निप्न गाह्रो हुन्छ भने यसले छिटो निभाउँछ। यसको त अब यो पाइप पनि 2 मिटर लामो हुन्छ होइन। यो एकजनाले थिचेर गाह्रो भने अर्कोले यो पाइप तान्न पनि सक्यो या एकैजनाले चाहिँ यो निकालेर चलाउनु पनि सक्यो। मेन चलाउँदा सिल यसको पनि यस्तो खालको सिल हुन्छ यसमा चाहिँ। अर्कोमा पनि एबिसीमा पनि यस्तो खालको सिल हुन्छ। यो यस्तो खालको सिल पनि हुनसक्छ भने यता प्लास्टिकको सिल पनि हुनसक्छ। यस्तो सिल हो भने सिललाई टक्क टोड्ने बित्तिकै यो पिन हुन्छ, यो पिनलाई पनि निकालेपछि फ्री भयो। त्यसपछि यता घुमाइरहेसँगलाई घुमाएको चिजलाई टक्क निकाल्न पनि सक्नुहुन्छ। हतारमा यसरी निकालेर यो अलि लामै हुन्छ। अनि यतैबाट यस्तै गरी तपाईँले यस्तै गरी यहाँ समाएर चाहिँ तपाईँको निशाना लगाएर टक्क थिच्न पनि सक्नुहुन्छ। या अलिक यसलाई पुरा खोलेर अलिक पर छ, अलिक टाढा छ, हाइटमा छ भने चाहिँ एकजनाले त्यहाँ समाउनु सक्नुहुन्छ, ह्यान्डलमा समाउनु सक्नुहुन्छ, अर्को थिच्न सक्नुहुन्छ, यता एकजनाले यसरी चलाउनु पनि सक्नुहुन्छ। यो चाहिँ अलिकति पावरफुल खालको हुन्छ यो CO2। यो ग्यास टाइपको चाहिँ एबिसी भन्दा यो ग्यास टाइपको भयो। अब यो CO2 खालको चाहिँ ग्यास टाइपको भयो। अर्को चाहिँ एबिसी टाइपको अटो टाइपको हुन्छ। यो चाहिँ अब मोटामोटी हजुरले यति भएपछि चलाउनु सक्नुभयो, चलाउनु इजी छ यो। अब बाँकी चाहिँ तपाईँलाई अझ धेरै खालको पाइन्छ। यो साधारणतै तपाईँलाई चलाउने तरिकाहरू चाहिँ मैले भनिहालेँ। फेरि रिमाइन्ड गर्न चाहन्छु। सिल हुन्छ, सिललाई निकाल्ने। मेन पिन हुन्छ, पिनलाई तान्ने। त्यसपछि के छ अवरोध, यो अवरोध छ, अवरोधलाई टक्क निकाल्ने। अनि यो सानो चाहिँ उचालेर एउटै हातले पाइप नसमाइकन एउटा हात दायाँ बायाँ लान सक्नुभयो भने ठुलो चाहिँ एउटा हातले उचाल्ने, अर्को हातले चाहिँ पाइप समाउने। यसलाई पनि दौडाएर जता पनि लान सक्नुहुन्छ। त्यही हो यो एबिसी मल्टिपर्पज टाइपको यो CO2 ग्यास टाइपको छ भने यहाँले भनिहालेँ। स्वास्थ्य